केटा अब यो नोभेम्बर 24 देखि केटाहरू पिएमजिसी पुगेको भए कस्तो दसैँ आइरहेको हुन्थ्यो मलाई सोच त जिसीमा कस्तो दसैँ वाच पार्टी त्यस्तै वाच पार्टी त्यस्तै केटाहरूले खेलेको त्यस्तै कस्तो मजा आउँथ्यो जत्कै खेले पनि जिसी पुगे त हुन्थ्यो है त्यो सम्झिँदाखेरि चाहिँ कटक्क हान्छ अब योपालि 4-5 हजार भ्युजमै लाइभ हान्नुपर्छ वाच पार्टी गिद्दी भयो नि यार केटाहरूले ल्याङ हाने नि डोन्ट वरी जुटी नेक्स्ट टाइम हाम्रै हो हेरौँ नेक्स्ट टाइम हाम्रै हो भन्दा पनि अब दह्रो बनाएर निस्किनुपर्छ हामी अब दह्रो हुनुपर्छ हामी अब स्ट्रङ हुनुपर्छ केटाहरूलाई अब सुरुदेखि नै यो डिसेम्बर यो पिएमजिसी सकिने बित्तिकै केटाहरूलाई ओभर ग्राइन्डर हुनुपर्छ थर्ड पार्टी सर्ट पार्टी सब जित्ने गरी डिसिप्लिनमा टक्क गेममा फोकस गरेर टक्क राख्नुपर्छ नत्र गाह्रो हुन्छ